आदरणीय दर्शक महानुभावहरू नमस्कार। यति बेला म बागलुङ नगरपालिकाको यो उपल्लो चौरमा छु। यति बेला म हाम्रो आदरणीय दाजु रणबहादुर घतानेको यो म कृषि फर्ममा छु। दाइको यो मेहनत देख्दाखेरि साँच्चीकै पनि अत्यन्तै खुसी लाग्दो लोभलाग्दो छ। हेर्न सक्नुहुन्छ है। ल हेर्नुहोस्, यहाँनिर अदुवा बनाउनु भएको छ, यहाँनिर चाहिँ टमाटर बनाउनु भएको छ। ल हेर्नुहोस् है त, टमाटर चाहिँ सर्लक्क बनाउनु भएको छ। यहीँनिर ल हेर्नुहोस् है, चट्ट लाएर चाहिँ यो दाइको चाहिँ काउली बर्काउली छ, तल माथि चाहिँ मकै छ। ल हेर्नुहोस् है, चडक्क दाइको चाहिँ ल हेर्नुहोस् त, यहाँ तल यस्तो फस्टाएको छ कि काउली बर्काउली, माथि मकै। ल हेर्नुहोस् है, यो भनेको एकदम व्यवसायिक कृषि भन्छ यसलाई। तपाईँले देख्न सक्नुहुन्छ यो दाइको चाहिँ यहाँनिर चाहिँ यो कालो धान लगाउनु भएको रहेछ। यहाँनिर चाहिँ धान चाहिँ राम्रो बनाउनु भएको रहेछ दाइले। दाइको चाहिँ यो चाहिँ यतापट्टिनिर पनि दाइले लगाएको यहाँनिर चाहिँ कृषि हो। यहाँनिर चाहिँ मुर्रा उन्नत जातको चाहिँ भैँसी मुर्रा पाल्नु भएको छ। त्यस्तै गरी यतापट्टिनिर यहाँ तरुल लगाउनु भएको छ दाइले, हेर्न सक्नुहुन्छ। यतापट्टि चाहिँ टमाटर लगाउनु भएको छ। हेर्नुहोस् यहाँनिर चाहिँ भर्खर टमाटर लगाउनु भएको छ। यतापट्टि मेवा पनि लगाउनु भएको छ दाइले। यहाँनिर चाहिँ बर्काउली लगाउनु भएको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यतापट्टि चाहिँ उन्नत जातको चाहिँ मुर्रा, एकदम पाथीभन्दा बढी दुध दिने चाहिँ भैँसी मुर्रा पाल्नु भएको छ मामा के दाइले, हेर्न सक्नुहुन्छ। उतापट्टि चाहिँ यहाँनिर चाहिँ बोका खसी पनि छ। आवश्यक परेमा उपल्लो चौरको यो बस पार्क मुनि होइन दाइ, बस पार्क नजिकै दाइलाई सम्झाउन सक्नुहुनेछ। तपाईँलाई एकदम अर्ग्यानिक खालको चाहिँ उन्नत जातको बोका चाहिएमा सम्पर्क गर्न सक्छ। बर जातको छ। यतापट्टि अर्को चाहिँ यो चाहिँ हर्कल बिक्रीमा छ है त। एकदम दाइको यो पहिलो बेते चाहिँ थोरो बिक्रीमा छ, हेर्न सक्नुहुन्छ। त्यस्तै गरी यतापट्टिनिर पनि यहाँनिर पनि दाइले ल हेर्नुहोस्, यहाँ यी भर्खरै बोडी चाहिँ बेच्नु भएको छ दाइले। त्यस्तै गरी यतापट्टितिर यो मेवा लगाउनु भएको छ दाइले। मेवा लगभग फुल खेलेको छ, अब फल्ने अवस्थामा छ। ल हेर्नुहोस्, उहाँको चाहिँ यो लटरममा फलेको चाहिँ टमाटर छ। ल हेर्नुहोस् त है, यो टमाटर चाहिँ राम्रो कुरो चाहिँ यसमा चाहिँ टनेल चाहिन्छ। यो के जातको हो दाइ यो टमाटर? सोलर नामै सोलर रहेछ होइन। यसलाई सोलर भनेको लाइट चाहिने रहेछ होइन, डाइरेक्ट घाम चाहिने रहेछ। सोलर भनेको त हामीले त बुझिन्छ कि होइन। ल हेर्नुहोस्, अब यो चाहिँ एकदम बिक्रीमा छ। तपाईँहरूले एकदम अर्ग्यानिक खालको चाहिँ टमाटर चाहिएमा तपाईँहरूले चाहिँ यहाँ आएर लान सक्नुहुन्छ एकदम सुलभ मूल्यमा। किनकि दाइको अर्को दुखेसो चाहिँ के छ भन्दा दाइले चाहिँ एकदम मिहिनेत गरेर टमाटर फलाउनुहुन्छ, तर बिचौलियाहरूले यहाँ 50-60 रुपियाँमा केजीमा लगाएर उहाँ चाहिँ 120मा बेच्दाखेरि यो अत्यन्तै कृषकहरूको यो चाहिँ एउटा दुःख मनाउ हो। हाम्रो नेपाल सरकारले चाहिँ यसमा चाहिँ उचित खालको चाहिँ एउटा चाहिँ सङ्कलन केन्द्र, कृषि सङ्कलन केन्द्र चाहिँ व्यवस्थापन गरेर कृषकलाई मारमा नपरिकन उहाँहरूको चाहिँ श्रम अनुसारको मूल्य निर्धारण गर्यो भने अत्यन्तै राम्रो हुन्थ्यो। यो चाहिँ हेर्न सक्नुहुन्छ, लटरम्मै फलेको छ है टमाटर चाहिँ, तपाईँले हेर्न सक्नुहुन्छ। यो हाम्रो दाइले चाहिँ एकदम धेरै ठाउँमा चाहिँ लगभग कति बिघा होला दाइ यो जग्गा? यहाँनिर चाहिँ 10 रोपनी जग्गामा चाहिँ दाइले चाहिँ माघे सङ्क्रान्तिलाई तरुल पनि स्पेसल बनाउनु भएको छ दाइले, हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ बर्काउली लगाउनु भएको छ। अब यो 2-3 महिनापछि टक्क लाएर चाहिँ यो खानी हुन्छ। यसमा कोदो पनि लगाउनु भएको छ। ल हेर्नुहोस्, अर्ग्यानिक खालको कोदो, हेर्न सक्नुहुन्छ। यतापट्टि पनि हेर्नुहोस्, पुरा चाहिँ बुटो चाहिँ धान्न नसकेर पल्टेको अवस्था छ। यतापट्टि लानुहोस्, बर्काउली लानुहोस्, यस्तो दामी बनाउनु भएको छ दाइले। दाइको यो कृषि देख्दाखेरि साँच्चीकै पनि परिश्रमी बन्नुपर्छ, आफ्नै स्वदेशमै केही गर्नुपर्छ भन्ने एउटा ज्वलन्त उदाहरण चाहिँ हामी दाइबाट पनि सिक्नुपर्ने देखिन्छ। हेर्न सक्नुहुन्छ, यो दाइको चाहिँ कृषिलाई चाहिँ हामी सलाम गर्छौँ, उहाँको यो मेहनतलाई साँच्चीकै पनि। तर नेपाल सरकारले चाहिँ के गर्नुपर्छ भन्दा यो चाहिँ उचित खालको चाहिँ बजार व्यवस्थापन गरिदिन सक्यो भने साँच्चीकै पनि किसानहरूले आफ्नो जुन चाहिँ श्रम अनुसारको चाहिँ मूल्य चाहिँ पाउन सक्छन् भन्ने चाहिँ उहाँको माग छ। किनकि बिचौलियाहरूले चाहिँ 50-60 रुपियाँ केजीमा लगाएर चाहिँ डबलभन्दा पनि बढीमा चाहिँ बिक्री गर्दाखेरि साँच्चीकै पनि कृषकहरू चाहिँ अत्यन्तै चाहिँ मर्ममा परेको कुरा चाहिँ हामी अवगत गराउन चाहन्छौँ। हेर्न सक्नुहुन्छ, यो सानो भिडियो क्लिपलाई मैले यहीँ अन्त्य गर्ने चाहिँ अनुमति चाहन्छु। दाइको के छ भन्नुपर्ने कुराहरू? भन्नुपर्ने त सरकारले चाहिँ यसलाई ध्यानै दिँदैन। हजुर, कृषि प्रधान देश भने पनि हजुर, यो सुन फल्ने देशमा होइन, हजुर सुन फल्ने माटो छ नेपालमा छ। तर नेपालको माटोलाई चाहिँ नेपालीहरूले सबैले नेतादेखि लिएर तल पिएम सबैले चाहिँ एकदमै अपहेलना गरेको चाहिँ महसुस, कृषिलाई नै अपहेलना गरेको पाइन्छ। कृषि प्रधान देश भनिएको छ। गर्नलाई चाहिँ अब उचित खालको चाहिँ अब भन्न त के, अब अनुदानहरू पनि भनेको छ।
भने पनि सही तरिकाको चाहिँ बजार व्यवस्थापन गर्न सकेको छैन होइन। त्यो बजार व्यवस्थापन गर्न सक्दियो भने साँच्चीकै पनि कृषकहरूले आफ्नो श्रमअनुसारको मूल्य चाहिँ पाउँथे। त्यो भने यसमा चाहिँ के भन्दाखेरि यहाँको कृषकहरू उत्पादन गर्नमा चाहिँ सफल भएको छ। हजुर, उत्पादन गर्न सक्छ होइन। हजुर, र बिक्री वितरण गर्न बिचौलियाले खाइदिन्छ। त्यो चाहिँ दुःखको कुरो छ होइन। ल भन्दै यो मैले सानो भिडियो क्लिपलाई तपाईँलाई फेरि एक झलक यो टमाटर ल्याउनुहोस् है। यो सोलर चाहिँ प्रजातिको टमाटर ल्याउनुहोस्। एकदमै चाहिँ यसमा टनेल चाहिन्छ है। टनेल पनि हामीले टनेल चाहिन्छ भन्छौँ, यसलाई टनेल चाहिन्छ ल्याउनुहोस् है। टनेल नभए पनि ल्याउनुहोस्। यस्तो लटरम्मै फलेको छ। अत्यन्तै हेर्दाखेरि हामीलाई चाहिँ छुट्टै खालको चाहिँ आनन्द लाग्ने खालको चाहिँ देख्न सक्नुहुन्छ। तपाईँले चाहिएमा दाइको चाहिँ सम्पर्क नम्बर सहित ठेगाना बताइदिन म अनुरोध गर्न चाहन्छु। बाबुल उपल्ला चौर 52 98 635 18 914 फोन नम्बर। ल यसमा सम्पर्क गरेर तपाईँले अर्ग्यानिक खालका चाहिँ तरकारीहरू चाहिएमा हाम्रो दाइकोमा आएर चाहिँ लान सक्नुहुन्छ है त। भन्दै यो सानो भिडियोलाई चाहिँ मैले अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद।